को जुन टहरो छ यो उक्त आमाको जो बोलिरहनु भएको छ बिलौना पोखिरहनु भएको छ उहाँको टहरा हो यो उहाँलाई यहाँबाट हट्न प्रहरीले निर्देशन दिइसकेपछि उहाँ हट्न अध्यक्ष माग्नु भएको छ मान्नु भएको छैन नहट्ने आमा तपाईँ यहाँबाट नजाने यहाँबाट नहट्ने तपाईँ कहाँ जानु त म कहाँ जानु रङ्गशालामा तपाईँहरूको रङ्गशाला को छ मेरो रङ्गशाला जानु बालन सरकारले व्यवस्था बालन सरकार भयो यो हालत हुन्थ्यो हाँसेर चाहिँ भोट दिउँ हामीले आज रोएर निस्कनु पर्थ्यो हाम्रो गरिबको लागि हेरे भए कहिले गर्ने त मरेपछि खावाबै केरा भने त पहिला जिम्ना केरामा त देन सारे छोराले मरेर हात पछाडि बाउले केरामा भने केरा हात राख्दै थियो अरे त्यही चाल भएन अहिले हामीलाई हामी त सुकुमासी हो नि त कहीँ केही नभएको काहीँ केही नभएको मान्छेहरूले त सरकारले व्यवस्थापन गर्ने भनेर पहिल्यै गर्नु पर्थ्यो नि त 15 दिन 20 दिन पहिल्यै गर्नु पर्थ्यो नि त व्यवस्थापन छानबिन गर्न सकिन्थेनन् तिनका त्यत्रा कर्मचारी थिएनन् आएर यहाँ लेखेर हलो यो सुकुमासी यो रचौ हुकुममासी जाऊ सुकुमासी यहाँ बसे यिनीहरूको व्यवस्था हामी गर्छौँ भन्नु पर्थेन हामीलाई त चित्त बुझ्थ्यो नि आज 80 वर्षको उमेरमा के धन्यवाद त्यसलाई म धन्यवाद दिन्छु भएको छ यो जुन टिनको जस्ता भएको जुन